रियल नेम चाहिँ आयुष रिमाल हो। तिमीहरूले मलाई चन्द्रमान पनि भन्न सक्छौ हैन। अनि त्यसपछि बेरोजगार पनि भन्न सक्छौ। Well, 3, 2, 1. Hello and everyone, welcome back to the new video of Rimal Gaming. So यस्तो भिडियो चाहिँ कहिले बनाउने गर्थिनँ, कलर बिग्रेछ। ओके, यस्तो भिडियो कहिले बनाउने गर्थिनँ एज इन फेस क्याम गरेर चाहिँ कहिले बनाएको थिइनँ। सो फेस क्याम पनि हैन, फोनबाटै रेकर्ड गरिरा। सो फर्स्ट अफ अल थ्याङ्क यू सो मच एभ्री वान फर 20K। अनि आज चाहिँ तिमीहरूको क्वेसनको लागि मैले एउटा कम्युनिटी पोस्ट बनाएको थिएँ। त्यहाँनिर चाहिँ तिमीहरूले क्वेसन सोधा रहेछौ। 2 महिना भइसक्यो त्यो गरे पनि। जिन्दगीमा यति अल्छी भयो कि अब भिडियो बनाउनु पनि झ्याउ लाग्ने हैन। सो यहाँनिर क्वेसन्सहरू रहेछ। सो त्यो क्वेसनको रिप्लाई गर्दैछु म। एसबी गेमिङ भाइले के भनेको छ भन्दाखेरि वेयर आर यु फ्रम भनेको छ। धेरैजनालाई थाहा होला म जन्मेको हुर्केको चाहिँ पर्वतमा जन्मेको हो। अनि म पोखरामा पनि हुर्केँ। सो जताबाट भन्दा पनि हुन्छ। अनि त्यसपछि छ अर्को क्वेसन छ मेरो एज, मेरो रियल नेम र मेरो क्लास सोधेको छ बोस सजन भाइले है। सो मेरो एज गेस गर भन्ने चाहिँ भन्दिनँ। सो मेरो सब्सक्राइबर जति छ त्यति नै हो है, 20 नै हो मेरो एज। अनि त्यसपछि मेरो रियल नेम चाहिँ आयुष रिमाल हो। तिमीहरूले मलाई चन्द्रमान पनि भन्न सक्छौ हैन। अनि त्यसपछि बेरोजगार पनि भन्न सक्छौ। त्यसपछि छ कुन क्लासमा पढ्छौ भनेको छ। म चाहिँ अहिले ब्याचलर सेकेन्ड इयर पढ्दैछु साइकोलोजी। दिमागको बत्ती के भने होला मलाई पनि थाहा छैन होला। ठिकै छ। गर्लफ्रेन्ड छ कि छैन भनेर आएको क्वेसन छ। गर्लफ्रेन्ड भएको भए लाइभ गर्ने टाइम नि पाउँथिनँ भन्नुहुन्थ्यो, तर लाइभै गरिरहेको छैन, के गर्ने। तर छैन गर्लफ्रेन्ड, के गर्ने है। अनि त्यसपछि अर्को क्वेसन छ इलाइट गेमरको तर्फबाट। मलाई बिर्सिनु भयो कतिवटा गर्लफ्रेन्ड छ अरे। इलिट गेमरलाई त्यस्तो बिर्से जस्तो लाग्दैन। अनि मेरो गर्लफ्रेन्ड त छैन भनिसकेँ है। सो अर्को क्वेसन हेरिदिउँ। तिमी जस्तो ह्यान्डसम कसरी हुने रे, लुफी फोफोको तर्फबाट। लुफी जस्तो ह्यान्डसम मान्छेले यस्तो क्वेसन गरेको सुहाएन पहिलो कुरा त। अर्को कुरा मेरो कपालले मलाई ह्यान्डसम देखिरहेछ भन्ने मलाई लागिरहेछ हैन। अनि कपुर भाइको अर्को क्वेसन छ मलाई अस्ति नै मेसेन्जरमा पठाएको 2टा सँगै भएको फोटो अब कहिले पठाउने भन्दैछ हैन। अब त्यो बिस्तारै पठाउनु पर्छ है। यस्तो कुरा चाहिँ अहिले भिडियोमा नहालौँ मलाई। यति नै हो क्वेसन। ल यो बाहेक क्वेसनै छैन तिमीहरूको। ल सुन, म तिमीहरूलाई मेरो जीवनको बारेमा सुनाउँछु। मेरो जीवन कस्तो छ त। बिहान उठ्यो, ट्युसन पढायो, ट्युसनबाट आयो, भात पकायो, कलेज गयो। आज कलेज नगई भिडियो बनाइरहेको छु। कलेजबाट जिम गयो, आयो, भ्यायो भने खाना हैन, भ्यायो भने स्ट्रिम गर्यो, त्यसपछि खाना बनायो अनि सुत्यो। जीवन यस्तो छ। थ्याङ्क यू सो मच यार। भिडियो रेकर्ड भएर छ भने औडा हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ केटाहरू। त्यही नै हो। आई विल किप कन्टिन्युङ मेकिङ भिडियो हैन। भिडियो बनाउन मेन कुरा चाहिँ मलाई स्ट्रिम गर्न मनपर्छ। सो किप लभिङ, किप सपोर्टिङ। हामी अझै धेरै भिडियोजहरू लिएर आउँछौँ। थ्याङ्क यू।